आज चाहिँ हामी यहाँ कफीलाई मल बनाउन गइरहेछौँ। यो मल चाहिँ जडीबुटीबाट बन्ने मल हो। 100 लिटरको अगाडिको यो ड्रम छ जुन यो चाहिँ 100 लिटरको हो। यो ड्रममा चाहिँ विभिन्न जडीबुटीहरू जस्तै तितेपाती, खिर्रो, बनमारा, बेसार, अँगेरी, असुरो लगायतका विभिन्न जडीबुटीहरू हालेर यसमा कुहाउनु पर्ने हुन्छ हामीले। यो चाहिँ हाम्रो 100 लिटरको ड्रम हो र यहाँ मसँग अहिले अलरेडी जडीबुटीहरू छ अनि यसमा सिस्नो पनि हाल्दा भयो र तपाईहरुसँग तुलसी छ भने ठुलो खालको तुलसी पनि तपाईहरुले हाल्न सक्नुहुन्छ। यो 100 लिटरको ड्रममा बनाउँदा चाहिँ हामीले अलमोस्ट 17-18 केजीसम्म हामीले जडीबुटीहरू हाल्न सक्छौँ। यहाँ अहिले मसँग भएको चाहिँ यो 7 केजी मात्रै छ। ठाउँलाई चाहिँ अलिकति सम्मो बनाएर राख्नु पर्यो किनकि ड्रमलाई पानीहरू भएपछि अलिक प्रेसर पर्छ, ड्रम बढी खपोस् भनेर। यो मल चाहिँ किन बनाउने भन्दाखेरि यो मलले चाहिँ नि पातहरूलाई किरा लाग्नबाट नि अलिकति जोगाउँछ र एकदम अर्गानिक मल भएको कारणले यसलाई हामीले बनाउँछौँ। फेदमा अलिअलि हरेक बिरुवाको फेदमा थोरै यसलाई हामीले हाल्नुपर्ने हुन्छ। अब यो मैले अलरेडी मिक्स गरेर लिइसकेको छु। यसमा चाहिँ बनमारा, तितेपाती, त्यस पछाडि खिर्रोको चाहिँ मैले ठुल्ठुलो पातै राखिदिएको छु अहिलेलाई। पात भन्दा नि यो दाँतले शुद्ध छ होइन। साथै फेरि सानो बनाएर हाल्यो भने पछि छान्नको लागि सजिलो हुन्छ। मैले चाहिँ कलिलो भएर पातै शुद्ध, पात भन्दा यसो डाँक्ले शुद्ध हाल्नको लागि रेडी गरिरहेको छु। यसको प्रोसेस चाहिँ 1 हप्ता जति राखिसके पछाडि 15 दिन 1 हप्ता राखे पछाडि यो कुहिन थाल्छ अनि यसलाई यसको झोल निकाल्ने। त्यस पछाडि पानी मिक्स गरेर तपाईहरुले केले हाल्नलाई सहज हुन्छ हैन। हजारीबाट हाल्दा नि भयो तर हजारीबाट हाल्दा चाहिँ धेरै बिरुवामा समस्या हुन्छ, धेरै टाइम लाग्ने हुन्छ र हामीले चाहिँ औषधिहरू छिट्ने गनबाटै हाल्छौँ। यसरी राख्ने। अब यसमा अरू एक्स्ट्रा भनेको बेसन, जुन बेसन हुन्छ चनाको पिठो त्यो पनि हाल्न सक्यो। सफर जुन उखुबाट बनाइएको सफर हुन्छ त्यो पनि हाल्न सक्यो। त्यसले चाहिँ बिरुवालाई ग्रोथ गराउनको लागि हेल्प गर्छ। यो चाहिँ हामीले पातमा पनि हाल्न मिल्यो र विशेष गरी फेदमा थोरै हाल्न सक्छौँ है त। चिम्टा चाहिँ मैले सिस्नो टिप्नको लागि ल्याएको हो। टक्क यसलाई बिरुको लगाइदियो होइन। अनि यसलाई चाहिँ सबै औषधिहरू हालिसके पछाडि ती 3 दिनमा हामीले खोलेर यसलाई के गर्नुपर्ने हुन्छ, चलाउनु पर्ने हुन्छ। टक्क मैले अहिले बिरुको लगाइदिन्छु। यो चाहिँ मैले यसै साल रोपेको बिरुवाहरू हो, भर्खरै रोपेको हो। यो किराहरूले चाहिँ सायद यहाँ अलिअलि खाँदैछ। यो बिरुवाहरूलाई चाहिँ अलिअलि यो फट्याङ्ग्राहरूले खाँदो पनि रहेछ। यहाँनिर छ पनि फट्याङ्ग्रा। यहाँ यो बसिरहेछ त्यो फट्याङ्ग्राले यसलाई चाहिँ नि
खाँचो रहेछ। अब यो फट्याङ्ग्राले नखाओस् भन्नको लागि चाहिँ हामीले यसलाई ती 3 दिन 4 दिनमा निमको तेल घोलेर यसमा छिट्ने गरेको छु। ए मेरो फार्मिङ गर्दाको साथी नै आइपुगेछ यहीँ। यो सम्पूर्ण जग्गामा मैले चाहिँ नि कफी रुद्राक्ष लगाएको छ। रुद्राक्षको बोटहरू ठुल्ठुलो भइसकेको छ, पहिला नै लगाएको। घाँसको लागि अम्लिसोहरू पनि छ, खन्यु। अनि यो नेपियर घाँस भन्छ, यो चाहिँ गाईको लागि उखु घाँस पनि भन्छ होइन कता कतातिर। अनि त्यो सँगसँगै यो सुन्तलाको बिरुवाहरू नि हुर्किँदैछ। यसलाई चाहिँ नि अलिकति लाई वा किराको सङ्क्रमण भयो जस्तो छ यसमा। फेरि यसलाई औषधि छिट्ने बेला भएको रहेछ। यहाँ चाहिँ अब बिरुवा रोप्नुको लागि खाडल रेडी हुँदैछ। अहिले चाहिँ मैले सुन्तला फार्मिङ गर्न लागिरहेको छु। कफी हो सुन्तला, कफी चाहिँ उतापट्टिको बाटोमा छ भने यहाँनिर चाहिँ सुन्तलाबाट स्टार्ट गर्ने हो। यो सुन्तलाको लागि खाडल चाहिँ खास अगाडि नै खनेर प्रिपरेसन गर्नुपर्ने थियो। हामीले चाहिँ नभएको कारणले केही बिरुवाहरू चाहिँ थोरै बिरुवा मात्रै रोपिन्छ यसपालि। यसरी नै खाडल बनाउँदै मल लगाउँदै, मल चाहिँ गाई भैँसी पुरानो पाकेको मल लगाउनु होला। खाडल चाहिँ अब मैले चाहिँ 1/2 को 1 फुट रेडियस चौडाइ, त्यस पछाडि गहिराइ चाहिँ कुनै ठाउँमा 2 फुट छ भने कुनैमा 1.5 फुट मात्रै छ। अहिले अब बनाउँदै गरेको यो पनि 1.5 फुट जति मात्रै हुने रहेछ। मेरो फार्मिङ चाहिँ यो माथि टक्क बारदेखि मुनि यो हरियो हरियो देखे जति सबैमा फार्मिङै हुन्छ।
यो सुरु वर्ष चाहिँ मैले केही सुन्तला अनि त्यो पल्लो छेउमा जुन त्यो यो बाँझो देखिएदेखि यसरी बाँझो भए जति देखिए जतिमा चाहिँ नि सुन्तला रुद्राक्ष र यो उँधोपट्टिको भागमा चाहिँ अहिले छारी नभएर मैले कफी चाहिँ लगाएको छुइनँ। कफी चाहिँ मेरो यतापट्टि छ, यो बारदेखि उतापट्टिको जग्गामा चाहिँ सम्पूर्ण कफीहरू लगाइएको छ। अब यो खोलाको छेउछेउमा चाहिँ नि मैले सबै टाँकी घाँसको लागि टाँकीको बिरुवाहरू रोप्नुपर्ने छ। त्यो छारी बनाएर रोपेको चाहिँ नि हामीले त्यो भित्र चाहिँ रुद्राक्षको बिरुवा रोपेको छौँ। यो छारीबाट भित्रपट्टि घामले नडढोस् त्यसको पातहरू भनेर, डाइरेक्ट घाम पर्यो भने भर्खर सारेकोलाई असर गर्छ। यहाँ चाहिँ मसँग यो टाँकीको केही बिरुवाहरू छ यहाँनिर, खासै धेरै छैन, 15-20वटा मात्रै होला। मैले यहाँदेखि उँधो यो खोलाले कटानी नगरोस् भनेर पनि हो, र पछि घाँसको लागि पनि यो एकदमै राम्रो भएको कारणले गर्दाखेरि यो खोलाको छेउछेउ साइडमा चाहिँ नि सबैमा टाँकी लगाउनु पर्ने छ। र यता उँभोपट्टि पनि यो खोलाको जम्मै साइडमा चाहिँ यो खोलाको यतापट्टिको साइडमा हामीले टाँकी लगाउँछौँ। टाँकी, बर, त्यस पछाडि किम्बु लगायतका बिरुवाहरू चाहिँ यहाँनिर हामीले लगाउँछौँ, किनभने त्यसले चाहिँ नि पछि घाँस खुवाउनको लागि त्यो एकदमै सजिलो हुन्छ। र केही ठाउँमा अम्लिसो लगायत अरू उखु घाँस, जुनलाई नेपियर घाँस पनि भन्छ, उखु घाँस पनि लगाइन्छ।